हेलो गाइस, आज चाहिँ डे 2 अनि हामी चाहिँ आज हाम्रो चाहिँ हाइकिङ जाने प्लान छ। अनि हामीले चाहिँ बिहान चाँडो उठेर चिया नास्ताहरू सबजनाले गरेर अनि हाइकिङको लागि निस्केको। अनि हाइकिङको लागि चाहिँ हामीले यो फ्रेन्ड्स ट्रेल भन्ने ठाउँ चुज गरेको थियौँ, किनभने दिउँसो अरू ठाउँमा पनि जानु छ। अनि त्यही भएर सर्ट एन्ड स्विट ट्रिप गरौँ न त भनेर चाहिँ हामी यता लागेको थियौँ है। अनि तर यो हाइकिङको लागि चाहिँ सबजना एक्साइटेड थियो कि बच्चाहरूदेखि हामी ठुलो सबैजना धेरै भएको थियो हामी हाइकिङ नगएको पनि। अनि हामीले चाहिँ योपालि जाऊँ न त भनेर एक्सपिरियन्स लिऊँ न त भनेर फेरि आएको है। अनि बापा हिँड्दाखेरि त यति खुट्टा गलेको है यो। अनि एउटा पोइन्टमा आएर चाहिँ यति ठाडो उकालो आयो है, हिँड्न नसकेर त्यतिखेर हामीले सम्झिन्छौँ कि यो हिँड्न त बिर्सिनै सकेको रहेछु, यति गाह्रो भएको हिँड्नलाई, सास फुलेर त्यतिकै। अनि तर ठाडो उकालो ठाडो ओह्रालो गर्दा गर्दै है हाम्रो मेन डेस्टिनेसन पोइन्टमा आइपुग्यौँ। यो ठाउँ देखेपछि चाहिँ यो अघिको उकालो ओह्रालो सबै बिर्सिने के। यो ठाउँ चाहिँ एकदमै त्यो मान्छेले भन्छ नि फिल्स लाइक अ हेभन भनेर है। यो त यति आनन्दको ठाउँ, यो आँखा नै एकदमै रमाइलो लाग्यो, आँखालाई पनि हेर्दाखेरि, कानलाई पनि रमाइलो लाग्यो सुन्दाखेरि है। यो यति मिठो बास्ना आएको, यति मिठो यो खोलाको आवाज आएको है। हामी त मलाई त यति रमाइलो लागेको, हामी सबजना एकदम एक्साइटेड भयौँ, सबजना रमायो, सबजना हामी फोटो खिच्नतिर अनि भिडियो बनाउन है सबैजना आफआफ्नो फोनतिर लाग्यो, सेल्फी हान्ने कि सबैतिर होइन। अनि यो खोलाको आवाज चाहिँ मलाई यति सुन्न मन लागिरहेको है। यदि हजुरहरू यहाँ हुनुहुन्छ र कुन ठाउँ जाने होला हाइकिङको लागि भनेर चाहिँ सोचिराख्नु भएको छ भने चाहिँ यो फ्रेन्ड्स ट्रेल भन्ने ठाउँ चुज गर्नु होला। म चाहिँ यसलाई 10/10 दिन्छु, हजुरहरूले एकदम इन्जोय गर्नुहुन्छ है। यसरी चाहिँ हामीले हाम्रो हाइकिङ सकायौँ र अब यहाँबाट चाहिँ हामी इन्डतिर आयौँ। अब बाँकीको दिनको भिडियोहरू चाहिँ म अर्को भिडियोमा हाल्छु, पार्ट 2 हेर्नु होला।